हेलो गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। हजुरहरू सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ भनेर। अन्त म पनि एकदम सन्चै छु है साथीहरू। अन्त आज चाहिँ यो मेरो ब्याकग्राउन्ड हेरेर चाल पाइहाल्नु भयो होला, म घरमा छुइनँ। म चाहिँ आज यहाँ तल दिदीको घरमा आइरहेको छु होइन, मेरो मिल्ने दिदी होइन। अन्त अब दिदीकोमा चाहिँ हामी आज पुरा जाडो छ हो, त्यही भएर चाहिँ मोमो बनाएर खानु आँटेको होइन। अन्त यहाँनिर प्याज रेडी पारिराखेको छु। एकछिनमा चाहिँ अब दिदी घाँस हाल्नु जानुभएको छ, आएपछि चाहिँ हामी मोमो बनाउने होइन। अन्त बिहानको डिनर त खाना त खाइसक्यौँ हामीले हो। अन्त अब दिनमा अब यसो जाडो छ होइन, तातो तातो मोमो बनाएर खानुपर्छ भनेर चाहिँ यहाँनिर अब बनाउनु सुरु गर्नु आँटेको। साथीहरू हामीहरू मोमो बनाउनु आँटेको छौँ। मासु चाहिँ यहाँ छ। मासु चाहिँ किन यहाँ छ भने नि अहिले लोसरले गर्दाखेरि मासु पाउँदैन कि, त्यही भएर हामीले इस्कुसको बनाउन आँटेको है मोमो चाहिँ। यहाँ किमा क्या दामी भएछ है। यहाँ डल्लो, यहाँ डन छ, डन यता अर्को डन छ। दिदी बेल्ने, अब म बनाउने अर्को डन। अब हामी चाहिँ स्टार्ट गऱ्यौँ। खानुको लागि यति साह्रो दुःख है, अहिले खाँदा चाहिँ लु भन्नु त काजाकुचुक पारेर हाल्नुपर्छ हो। एउटा फेरि डरले चाहिँ गर्दैछ म बनाउनु अरे, दिदीले बेल्ने अरे हो। त्यही त खतरा भएछ नि, त्यस्तै मिठो हुन्छ नि। नङ छ नि त हौ, यति लामो लामो कि। अन्त मलाई अप्ठ्यारो लाग्यो नि त बनाउनै। यस्तो गरेर बनाउँछु म त, उल्टा पारेर धुलै धुलो हुन्छ नि त नभए। हुन्छ कि हुँदैन अब, बिग्रिन्छ होला। अलिक आटा हाल्नुपर्ने रहेछ, अलिक आटा हाल्नुपर्ने रहेछ। तेल पुरा भएछ हौ। हाल्दै उफ्ल्यो। घसमा त बिग्रिन्छ बिग्रिन्छ है मेरो त। के भन्छ? मम्मा की रोटी गोल गोल, पापा के पैसा गोल गोल भन्ने क्या हो यार। त्यो सुनेको छ नि त उसले। त्यो भन्दैछ हौ। उता राख्दा म बेल्छु फटाफटी। बेल्छु, अब बेल्नु त गएको नि अब बेटा। हजुर बेबी, यु लाइक मोमो? लाइक मोमो भन न। यस आई लाइक भन न। गिलो भयो दिदी आटा। अलिक उयो हाल्नुपर्छ आटा हाल्नु। अन्त गिलो भएर पो उक्लेको रहेछ त। यहाँ हेर्नु है साथीहरू, मोमो चाहिँ कस्तो छ हो, यस्तो दामी बनाएछ। यहाँ खाने मान्छे चाहिँ पाकिसक्यो, मिसले हाल्नु हुँदैछ। क्या दामी बाफाको है। उयो हाल्नु नि, पछाडि बसेर खाने मान्छे चाहिँ सिरियस भएर खान्छ मोमो। पुच्ची बसिरहेछ। टुल दिएको भए हुन्थ्यो नि त्यसलाई चाहिँ। बिन्दाले बेचिहाल्यो मोमो। पहिला बेच्यो।